अहिले चाहिँ हामी भोजपुर बजार भन्दा मुनि रहेको टक्सार भन्ने ठाउँमा छौँ। अहिले यो पुरानो ऐतिहासिक धार्मिक यो स्मारकहरू यहाँ देख्न सकिन्छ। यो मन्दिरको घन्टी भयो, अनि त्यस पछाडि यहाँ यो काठमाडौँको झल्को आउने गरेको देवलहरू, मन्दिरहरू यसरी, र यो तीनधारे, यो भोजपुरको तीनधारे साह्रै प्रख्यात, साह्रै राम्रो। यो चाहिँ पहराबाट यहाँ माथितिर चाहिँ सल्लाहको रुखहरू छ। यो पहराबाट यहाँनिर चाहिँ यसरी धारा झरिरहेको छ। यसको मुहानको स्रोत अझै माथि यहीँ हुनुपर्छ। यो एउटा ऐतिहासिक ठाउँ हो यो टक्सारको, र यो टक्सारवासीका लागि पानीको स्रोत साह्रै स्वस्थ पानी, यो मूलको पानी, जरुवा पानी चाहिँ नि खान पाइन्छ भनेर। र यो पानीको चाहिँ अलिकति यो धारा, यसलाई सायद अब काठमाडौँतिर चाहिँ यसलाई हिटी भन्छ होला। हिटीमा यो हिटी, पित्तलको हिटी बनाएर यहाँनिर हामीले चाहिँ पानीलाई चाहिँ जीवनको मुख्य स्रोत मान्छौँ होइन। यसरी चाहिँ यो तीनवटा धारा, टक्सारको तीनधारा, यसलाई तीनधारे पनि भनिन्छ। र यहाँ हाम्रो यशोधरा माध्यमिक विद्यालय भोजपुर नगरपालिका 12 टक्सार, र यतापट्टि गयो भने यताबाट पनि उता कोट डाँडातिर निस्कने त्यहाँ अगाडिको ठाउँमा यहाँनिर चाहिँ सुन्दर रणेश्वर महादेवको मन्दिरहरू रहेको छ। र यहाँ चाहिँ मुख्य बसोबास चाहिँ नेवारी समुदायको बसोबास रहेको छ। अहिले चाहिँ पहिलाभन्दा धेरै परिवर्तित देखिन सकिन्छ यो भोजपुरको टक्सार भन्ने ठाउँ चाहिँ। र यहाँनिर चाहिँ एउटा करुवाको प्रतिमूर्ति, भोजपुरको चाहिँ टक्सारको चाहिँ करुवा धेरै नै प्रख्यात भएको कारणले यहाँ सरहरू चाहिँ फोटो खिच्ने कार्यमा व्यस्त हुनुहुन्छ। साह्रै सुन्दर फोटो खिच्नु भएछ। यसरी यो करुवा यहाँ देख्न सकिन्छ। यसलाई चाहिँ नि यहाँ हाम्रो लिङ्गेपिङ पनि देख्न सकियो। लिङ्गेपिङ, अनि यो टक्सार बजार, अब बजार त अलि परसम्मै छ। पहिला चाहिँ नि यहाँनिर यो करुवा बनाउँदै गरेको, पिटेर काँसको थालहरू, करुवाहरू लगायतका विभिन्न बनाउँदै गरेको चाहिँ नि देख्न सकिन्थ्यो। अहिले चाहिँ नि बनाउन सकिन्छ। यो काँसाबाट बनाएको हो यो सायद, कि काँसै हो कि नभए पित्तल हो होइन। यसलाई के भनिन्छ भन्नु त? होइन, यो चाहिँ के हो? यो चाहिँ पानस है, बत्ती बाल्नको लागि यो पानस एउटा। सरको पोज चाहिँ बबाले आएछ होइन, वन्डरफुल पोज। यो करुवाको प्रतिमूर्ति हामी वरिपरि हिँडे बाटो हेरौँ। मोबाइलमा अलिकति जर्किङ आइरहेको छ क्या, स्टेबिलिटी अलिक कम हुन्छ, क्यामेरा जस्तो अलि हुँदैन। सो अलिकति भोजपुर काठमाडौँ सेवा समाजले बनाएको रहेछ यो। यहाँनिर चाहिँ फाउन्टेन पनि बनाएको रहेछ। यो फाउन्टेनमा पानी साह्रै मजाले आउँछ होला। ऊ त्यहाँदेखि त्यो काँक्री जस्तोदेखि घोप्टिने, र यहाँ चाहिँ नि झरना भएर झर्ने होला अब अहिले यसको चाहिँ। ल हामी हिँड्दै जाउँ। ल यो साह्रै राम्रो बनाएको रहेछ क्या। यो चाहिँ यहाँनिर यसको इन्फर्मेसन यहाँ छ चन्ददाताहरूबाट समथिङ के भने होला। बेला अब हामी भोजपुरको यो टक्सार बजारतिर, यो पनि मुख्य बजारै हो, तर अलिकति बढी पुरानो बजारतिर अलिकति गरौँ। यो चाहिँ पहिला कुन राजाको पालामा रहेछ? टक यो काट्ने ठाउँ भएको कारणले महेन्द्र मल्ली भन्ने थियो। त्यसको लागि चाहिँ नि यो टक काट्नको लागि चाहिँ यहाँनिर एउटा ठाउँ यो टक काट्ने भएको कारणले यसलाई टक्सार भनिएको भन्ने चाहिँ हो। यो 12 नम्बर वडा कार्यालय रहेछ भोजपुरको टक्सारको वडा कार्यालय। अनि अरू के छ सर यो टक्सारको बारेमा तपाईँलाई के कुराहरू जानकारी छ?
तपाईँ त यहाँ धेरै समय चाहिँ रहनु पनि भयो होइन? त्यस्तो छैन। खजुरी भन्ने एक प्रकारको मिठो खानेकुरा पाउँछ। मिठाई खजुरी मलाई पनि मनपर्छ। यतापट्टि पाइन्छ। अनि रसबरी पनि पाइन्छ। हाम्रो चाहिँ एकजना पहिले हामी सँगै पढाएको दुईजनामा जानुका श्रेष्ठ भन्ने एउटा हुनुहुन्छ। ए घर पनि यहीँनिर। आएको बेला यसो भेटेर जाउँ भनेर। ल ठिक छ। अब उहाँको चाहिँ नि स्वागत सत्कारमा हामी परिनु भयो होइन त? स्वागत सत्कार भन्दा नि यसो भेट। ल ठिक छ। त्यो पनि एउटा महत्त्वपूर्णै कुरा हो। चिनजान गर्नु ठुलो कुरा हो होइन? यो बजारमा अहिले चाहिँ यो ढलान गरेर यो ठ्याक्कै यो अलिक फरक प्रकृतिको लाग्थ्यो क्या पहिले यो टक्सा छिर्ने बित्तिकै अलि। तर अहिले मान्छे पातलिएका रहेछन्। घरहरू चाहिँ द्वन्द्वकालमा पनि धेरै चाहिँ नि विस्थापित भएको देखिन्छ क्या यहाँनिर। अनि यहाँको जुन एउटा रैथाने पेसा छ नि त्यो भाँडा बनाउने त्यो चाहिँ छैन। नभएदेखि यो टक्सार छिर्न बित्तिकैदेखि टाङ 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 त्यो पिटेको आवाज सुनिन्थ्यो क्या। अहिले अब त्यो खालको चाहिँ नि छैन होला जस्तो लाग्छ। यसरी अलिअलि घरहरू बनाएको देखियो। हामी यताबाट छिरौँ, यताबाट छिरौँ न। अनि उताबाट निस्किनुपर्छ। अनि यहाँदेखि यतादेखि छिरौँ न कि कहाँ हिँड्नु भयो तपाईँ? अहिले आउला नि त फेरि हुँदैन? यतादेखि यता छिरौँ, यता घुमौँ न। र त उतादेखि यहाँ आउला न फेरि। अहिले भेटौँला न। के समस्या चाहिँ उहाँलाई यतै बोलाउँदा पनि भयो। उ त्यहाँ अगाडि आइहाल्नुहुन्छ नि। हाँसहरू कति राम्रो रहेछ नि यहाँनिर। यहाँ चाहिँ चिया खाजा खाने ठाउँ होला जस्तो लाग्यो। हाँसहरू ओहो सो ब्युटिफुल। अलिक छुट्टै किसिमको सहर जस्तो लाग्छ यसमा चाहिँ। र अरूमा यहाँनिर चाहिँ यो अचम्म लागेको कुरा चाहिँ मलाई सर यो सल्लाहघारी छ डाँडो होइन? अनि त्यहाँदेखि चाहिँ नि त्यो जरुवा पानी उम्रे त्यो 3 धारा यो प्रकृतिको लीला हेर्नु त। यसरी चाहिँ छ। अहिले अब यो जस्तो यो पुरानो घरहरू यही हो होइन? यो पुरानो घरहरू कतिपय भूकम्पले चर्कियो पनि जस्तो यो चर्किया छ। अनि झ्यालको बनोट हेरौँ न यो कस्तो आकर्षक छ। पुरानो नेवारी शैलीमा बनाएको घर यो झ्याल हेर्नु त। यो झ्याललाई के भन्छ थाहा छ सर? यो भनेको चाहिँ आँखी झ्याल हो। आँखै आँखा भएको आँखी झ्याल। यो आँखै आँखा भएको आँखी झ्याल। अनि यहाँनिर चाहिँ ठुल्ठुलो बोयर जातको बोकाहरू पहिला यत्रो भने। हजुर यो त पहिलेको जमानाको दरबारै हो नि। यो दरबार हो नि। यो त ठुल्ठुलो दरबारै हो। यो पहिला यहाँनिर कहाँनिर चाहिँ ठुल्ठुलो बोकाहरू हुन्थ्यो। अहिले पनि रहेछ चाहिँ हो। यो फेरि यहीँ बनाएको हो नि। यो लोकल इँटा हो यहीँ बनाएर। अनि टायल यो हो टायल जस्तो लाग्छ त मलाई। टायल भनेको अलि ठुलो हुन्छ। ए हो यो चाहिँ सानो हो? ए ल ठिक छ। भनेपछि यो पनि होला। यहाँको मान्छेहरू के बसाइ सर्नु भएको दिदी? यहाँको मानिसहरू बसाइ सर्नु भएको? ए किन यो बसाइ चाहिँ? ए हजुरहरू चाहिँ हजुरको पहिलेदेखि नै यही हो? ए त्यही त। यहाँ पहिला हामी चाहिँ यहाँ बजार यहाँ अब सबैतिर यहाँ चाहिँ भाँडाकुँडाहरू बनाउने हुन्थ्यो क्या। हामी धेरै वर्ष पछाडि यहीँ हो नि त होइन? यहाँ पनि बनाउनुहुन्छ अहिले? ए तर धेरै कम होला नि अहिले त। छोड्दै जानुभयो। अब त्यो नयाँ पुस्ताले त्यो बनाउन जान्दैन नि त। अब सिक्न चाहेन क्या। अब सबैजना बाहिर। यो त पहिलाको त हेर्नु त यो दरबार हो नि। यहाँ बोकाहरू रहेछ नि यहाँनिर। यो
ए त्यही त ए झिङ्गटी, यसलाई झिङ्गटी भन्दो रहेछ है। लु यो नयाँ कुरा थाहा पाएँ मैले यार। ल झिङ्गटीको छाना, यो आँखी झ्याल हेर्नु न, बुट्टेदार झ्याल क्या, कस्तो सुन्दर छ त। त्यहाँ हेर्नु त त्यहीँ, ओहो दरबार है हो यो त। अनि अब यो भग्नावशेष भएर गयो, यसलाई चाहिँ कसले संरक्षण गर्ने त? यहाँनिर पहिला हुन्थ्यो क्या, यहाँ अहिले त बाख्राहरू बान्ने हुँदो रहेछ, यहाँ पहिला चाहिँ बनाउनु हुन्थ्यो मैले थाहा पाउँदाखेरि, मैले जान्दाखेरि। अब यो अहिले अब नयाँ शैलीले, अहिले मोडर्न तरिकाले चाहिँ यसरी कसैले चाहिँ संरक्षण गर्दै हुँदो रहेछ घर चाहिँ होइन। यो मन्दिर गणेश मन्दिर होइन, एउटा गणेश मन्दिर छ नि। हेर्नु नि कस्तो कस्तो शैलीको घर छ क्या, चट्ट हेर्दाखेरि। हो यहाँनिर रहेछ ल। ओहो अहिले बनाउँदै हुनुहुँदो रहेछ ल। यो चाहिँ करुवा बनाउने। कुन चाहिँ होइन त्यो हो, त्यो त्यसलाई के भन्छ भने नि, त्यो मैन हो कि के भन्छ समथिङ क्या, त्यस्तै हो त्यस्तो। यो काटेको यहाँनिर यसरी, पहिला चाहिँ नि हातैले घुमाउने गर्नुहुन्थ्यो ल, अहिले चाहिँ नि यो यसरी त्यो करुवाको सेपहरू बनाएर अनि त्यसो गर्ने होला। यहाँ हुनु न रहेछ मान्छे, यो पुरानो शैलीको। त्यहाँनिर हेर्नु त्यो त्यसलाई चाहिँ त्यसरी बनाएर त्यहाँ अलिअलि भाँडाकुँडाहरू राख्नु भएको छ। यो चाहिँ के बनाउनु भयो, त्यो सेपै निकाल्नु भयो होला, त्यसको बाहिरपट्टि चाहिँ लाउने होला। यो पुरानो शैलीको होइन, यो एउटा यसलाई संरक्षण गर्नुपर्ने। सायद अब यहाँको चाहिँ हाम्रो भोजपुर नगरपालिकाले अलिकति केही न केही रोल खेलेको हुनसक्छ, खेलिरहेको हुनसक्छ। मन्दिरको यो व्यवस्थापन त्यति राम्रो देखिएन भन्दा पनि यहाँ त व्यवस्थापन राम्रै पो रहेछ कि क्या हो। यो त पार्टी हो होइन बस्ने, मन्दिर चाहिँ यतापट्टि। यो कति राम्रो झ्यालहरू छ होइन, हेर्नु त साह्रै सुन्दर झ्यालहरू छ नि। हो यो चाहिँ हो मन्दिर। यहाँ पनि घन्टी छ, कस्तो सुन्दर ढङ्गले निर्माण गरिएको मन्दिर छ यहाँनिर। यहाँभित्र जान अहिले अब अनुमति छैन होला यहाँनिर अहिले, तर सुन्दर तरिकाले बुट्टा बनाएको यसरी यो भैरवको चाहिँ मूर्ति। आमा यो मन्दिरभित्र छिर्न मिल्दैन अहिले? ए मिल्छ है? ए हस् ल। यहाँ घन्टी कति धेरै ठुलो घन्टी छ हो। ल लुजाउँ जुत्ता खोल्नु पऱ्यो नि। ल तर त्यहाँसम्म जाँदा केही फरक पर्दैन। हुन्छ। आमाको घर कुन हो? ए उयो ए त्यहाँ यो अहिले चाहिँ भाँडाकुँडा बनाउने चाहिँ गर्नुहुन्छ? कसले गर्नुहुन्छ? ए तपाईँको छोराले? ए ए हो र? पुरानो चिन्दैन होला, हामी पनि नयाँ नयाँ हो यता अहिलेलाई। हाम्रो चाहिँ आमचोक चिनिँदैन होला सायद, थाहा भएन होला। आमचोक चाहिँ उता हजुर। ल यहाँ ओहो यो गणेशको मन्दिर, ल कति राम्रो दर्शन गरियो गणेशलाई। यसरी यो साह्रै सुन्दर तरिकाले चाहिँ बनाइएका कुराहरू यहाँनिर चाहिँ नि भैरवले के वध गर्दै गरेको जस्तो होइन, कस्तो एकदमै यो कला चाहिँ यो यस्तो सुन्दर शैलीले चाहिँ प्रस्तुत गरिएको छ क्या। अब यो अहिले त सायद यस्तो चाहिँ बन्दैन, बनाउन चाहिँ अब कतिपयले चाहिँ बनाउन, तर मोडर्न तरिकाले के गरेर अब फाइबरको। ल हेर्नुहोस् त यो अब एउटा पत्तालाई पिटेर चाहिँ नि यसरी चाहिँ बनाइएको छ राम्रो सुन्दरले। यहाँ गणेशको वाहन मुसो यो लड्डु खाँदै गरेको कति राम्रो चाहिँ तरिकाले बनाउनु भएको छ। अहिले 92 वर्ष पुगिसक्नु भयो तपाईँ? ए
हजुर हजुर यो टक्सार चाहिँ नि आमा यो कसरी नाम रहेको टक्सार भन्ने ठाउँ बाँडाको नि त बाँडाहरूले बाँडा टक्सार बाँडाको थियो नि त ए पहिला पहिला कुन राजाको पालामा टक पनि काटेको भनेको यही होइन छ त नि अन्त पैसा डोली पैसा छ त पारी ए कहाँ उयो के अरे आज पूजा गर्दैछ जानु नि ए ए ए पूजा गर्दैछ ए हजुर 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 यो अहिले कर्ता लिनु गएर जान्छ त्यहाँ ए ल हस् 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 हुन्छ आज पूजा गर्दैछ त्यहाँ टक यस्तो डोली पैसा नि यस्तो गरेर ए ल हुन्छ आमा ल ओके टक्सार राधिका करुवा उद्योग रहेछ यहाँ साथीहरूलाई चाहिँ करुवा चाहियो भने यहाँ सम्पर्क पनि गरिदिनु होला उहाँलाई प्रवर्धन गर्नुपर्छ तर घरको यो साह्रै सुन्दर घर कस्तो रहर राख्दो घर के यो पहिलेको इन्जिनियरिङ अनि पहिलेको यो सामानहरू होइन सर साह्रै सुन्दर इन्जिनियरिङ हो नि यो अहिले यतिको इन्जिनियरिङ गर्न सकिन्छ त साथीहरूले खै अब सक्नुहुन्न तर अहिलेको इन्जिनियरिङ त यसो हेऱ्यो होइन खासै त्यस्तो केही देखिन्न अब हुन त समयअनुसार परिवर्तन हुँदै गएको हुनसक्छ त ल हेर्नुहोस् त झ्याउको बुट्टा कति सुन्दर ढङ्गले चाहिँ बनाइएको छ अब यसलाई संरक्षण गर्ने र अब खासमा नि स्थानीय सरकारहरूले चाहिँ यस्ता कुराहरूलाई चाहिँ नि संरक्षण गर्ने र तपाईँलाई पर्यटकीय स्थलको रूपमा चाहिँ विकास गर्ने हो क्या अब यहाँ त मान्छे चाहिँ धेरै यो ठाउँलाई चाहिँ विशेष रूपमा हेर्न आउने अवलोकन गर्न आउने कतिपयले अध्ययन अनुसन्धान पनि गर्लान् होइन त्यो अनुसारको विकास चाहिँ गर्नुपर्ने हो मेरो विचारमा होइन सर प्रमोट गर्नु पर्यो प्रवर्धन त गर्नु पर्यो अब त्यो प्रवर्धन गरिएन भने त्यो त्यतिकै हराएर जान्छ क्या अनि भोलि पर्सि चाहिँ एउटा कथा भन्छ जस्तो हाम्रो चाहिँ पहिला के हुन्थ्यो भने जस्तो हाम्रो लिच्छविकालभन्दा अगाडिको इतिहासै छैन नि त होइन त्यति बेलाका बुढाहरूले चाहिँ अलिअलि लेख्न पढ्न जान्ने बुढाहरूले चाहिँ लेखिदिएको राखिदिएको भएदेखि होइन त्यहाँदेखि अगाडिको चाहिँ नेपालको इतिहासै छैन क्या होइन अनि त्यस्तै गरेर अब यो भोलि पर्सि लोप नहोला भन्न सकिन्न नि त यस्तै भइराख्यो भने तर आज मौसम पनि साह्रै मजाले खुल्या छ अनि यो दृश्य पनि साह्रै राम्रो देखिरहेको छ तर आज मेरो मोबाइलले अलि राम्रो खिचिरहेको जस्तो लाग्दैछ के भयो क्यामेराको क्वालिटी बढ्यो जस्तो लागिरहेछ खै हाम्रो कृष्ण सर हजुर कुन स्टेप सर होइन यो त पहिलाको बाटै हो नि पहिला हिँड्ने बाटो हो नि त त्यो खोइ कृष्ण सर कहाँ जानुभएछ ल ठिकै छ हेरौँ नि त यतातिर पनि जाउँ सरलाई एकचोटि फोन गर्नुपर्छ क्या यो रुख के को रुख हो भने रुद्राक्षको रुख ल कस्तो सुन्दर दृश्यहरू देखिरहेछ ल ठिक छ यही हुनुहुँदो रहेछ साथीहरू हामीलाई छोडिराखेर साथीहरू कुना पस्नु भएछ यो फुल कति राम्रो नि आउँदैछु त ल यो पनि साह्रै सुन्दर घर वाउ सो ब्युटिफुल ल सर नमस्कार है नमस्ते नमस्ते